अस्ति शनिबार आइतबार र सोमबारको लागि चाहिँ 2 दिनको छुट्टी लिएर घर आएको थिएँ। अनि आज विशेष कामले घर आएको थिएँ। अनि आज फेरि भ्याली जानुपर्ने छ हैन, आवश्यक नै छ। अनि गाडी बन्द छ। अब हैन यसरी बसेर हुँदैन, जानै पर्छ भने मैले डिसिसन लिएँ के। एउटा डाँडा, 2टा, 3टा, 4वटा, 5वटा, 6वटा, 7वटा, यो 7वटा डाँडा पार गर्नु चाहिँ मेरो लागि आजको मिसन हुने भयो हैन। ल मिसन स्टार्ट है त। बाई बाई। के छ हौ, हिँड्दैछ। घरबाट हिँडेको 5-7 मिनटमै मैले आइचर पाएँ है। हजुर हजुर। फाइनली थ्याङ्क गड बट्टारबाट मैले एउटा नयाँ आइचर पाएँ। फेरि त्यहाँको नेपाल पुलिसको सर म्यामहरूले मलाई हेल्प गर्नुभयो। अनि दाइ तपाईँलाई पनि धेरै धेरै थ्याङ्क यू है त। अब गर्नै पर्यो नि। गल्छी पनि आइपुगेँ। अब म यतै झर्छु अनि फेरि नयाँ लिफ्ट माग्छु भ्यालीसम्मको लागि। त्यो गाडीले मलाई लिफ्ट दिएको थियो, भाडा पर्दैन भन्दा थियो, तर मैले उनीहरूलाई मेरो सानो सम्झना स्वरूप अलिकति दिएँ। 11:30 भयो। गल्छीबाट भ्यालीको लागि छुटेँ। हाम्रो दाइहरूले लिफ्ट दिनुभयो। दाइ लिफ्टको लागि थ्याङ्क यू भेरी मच है त। ल यस्तो आपत परेमा सहयोग गर्नुभयो। काठमाडौँको लागि खानी खोलामा। ल यो खानी खोलामा अब 2-3 घन्टाको जाम छ अरे। 12 बज्दैछ। 3-3:30 सम्म चाहिँ यहीँ स्टप हुनुपर्ने भयो। जाम पनि ठुलै छ। अब आज अप्ठ्यारो पर्ने भयो। अहिलेसम्म त एकदमै खासै जाम थिएन हैन। अब यो पुरै जाम छ। एकछिन बसौँ, रमाइलो छ, आराम पनि हुन्छ। हुन्छ ठाउँ हुन्छ। अहिले सबै गाडीहरू त्यहाँ निस्केर आएन कि के फरक र हेरे त। हामीले अल्टरनेटिभ बाटो पायो भने त दाइ। ए ल जाऊ। ल यताबाट त्यो चोकबाट चाहिँ राइट छिरेर अनि जानु मिल्छ अरे। अब जाँदैछौँ है त। 3 बजेर 1 सेकेन्ड रोजाना ए 2-3 बजेसम्म यहाँ बस्नु पर्यो भए त लास्ट अप्ठ्यारो हुन्थ्यो चाहिँ। पेट्रोल खर्च निस्किन्छ ए अनि खोला ल दादिङ खान्छ ए
आप नाव डोंगा से आ रहा है अभी ठीक है रमाइलो गर यहाँ गएर आएको नि तँले ल हामी त अनि के हो माउन्ट एभरेस्ट नै जानु लाग्यो क्या हो है उकालो छ त पुरा इन्डियन गाडी रहेछ छुन्छ नि गाडी सानो रहेछ डोर सबैको हरिबिजन भएको छ यहाँ हिँड्ने ल्याएर चाहिँ कहाँ यहाँ चाहिँ यो पनि इन्डियाकै रहेछ होइन बिहारको रहेछ क्या गयो रे भन्ने त क्या गयो भाउजू एकछिन के हुन्छ रनको आवाज हो बस गुड भन्छ खुच्चेले सातो गएको थाहा छैन ड्राइभरको त्यो पिच बाटो चाहिँ यता जानु पर्छ हामी यता लेफ्ट साइड लाग्ने होला है उतापट्टि त्यसले कहाँ छाडिदिनु रहेछ त्यसलाई त्यो माथि चढाइन्छ त्यसलाई अब तपाईँ यता जानु त्यही चढायो चढायो टाढो रहेछ चढाइसक्यो यति चाहिँ हुनुपर्छ कि त्यो इन्डियन ड्राइभर छ रहेछ कि हेर्नु त्यही त एकदमै राम्रो मान्छे छ जस्तो छ क्या त्यही त एकचोटि सोध्नु त नागढुङ्गा निक्लिने बाटो कुन चाहिँ हो नागढुङ्गा यो हो ल यता गएर छ आगै बाटो रहेछ क्या काफल चाहिँ यहीँ पो रहेछ काफल चाहिँ उकालो चढियो अघि मस्तले अब ओह्रालो झर्ने होला होइन बुद्धको मूर्ति छ यो टाढा एकदमै रमाइलो रहेछ यहाँ एकछिन हावा खाएर जाने होला होइन यसपछि यो धाराको चिसो पानी खाएपछि हामी अघि बढ्यौँ यताबाट अब हामी नागढुङ्गा झर्ने हो ल my gosh यो डाँडाको चिसो पानीले मुख धोएपछि फ्रेस भयो अब हामी अघि बढ्छौँ बिस्तारै नागढुङ्गातर्फ आधी गाडी यहाँ रोक्यो 90% रोकेर रहेछ एउटा त्यो तल होइन 90% यहाँ रोकेर रहेछ एउटा हेर ए 90% रहेछ पलङ्की आइपुगेँ म अहिले त्यसपछि यसो बुझेको दाइहरू त भक्तपुर नै जानु हुँदो रहेछ लकिली अब म यही गाडीमा जाने भएँ ल फाइनल्ली म मेरो डेस्टिनेसन आइपुगेँ अनि अर्को विदेशीहरूको डेस्टिनेसन नै आइपुगेछ ल दाइ यो साथ र यो यात्राको लागि धेरै धेरै धन्यवाद भन्छ हजुरलाई है त दाइ ल एकचोटि हेलो भनिदिनु यहाँ मिल्दैन होला अलिकति अघि जानु न यहाँ मिल्छ ल दाइ है त हस् भाइ भाइ ल ब्रो भाइ भाइ है ल भाइ भाइ
finally I reached. Thanks very much. Thank you all for watching.